कस्तो मजाको पानी पनि क्या सफा। यो मेन्सन भनेको चाहिँ के हो चाहिँ? ठुलो घरहरू, दरबार दरबार भन्दा पनि ठुलो। हामी मेन्सन हेर्नु जाँदैछौँ। मैले मेरो देख्यौ यिनीहरू हो दरबार। कतातिर हेर्नुहुन्छ सबै टकिस यो पनि मेन्सन हो। they mentioned you will get married with someone who has money. You want to cry to biha garchu भन्नुहुन्छ। यो भन्ने है। Gooseberry beach। जाने हो र? White House is there. हामी एउटा कागा तिमी किसु एङ्कर भएको ठाउँमा कस्तो राम्रो सफा। अब हामी मेन्सन हेर्नको लागि ओर्ल्यौँ। यो हाम्रो ग्रुप ए मैया आइ मैया एउटा ग्रुप यता भान्या आइ भनिदेऊ। यो मेन्सन भनेको चाहिँ ठुला ठुला धनीहरूले बनाएको घरहरू हो। दरबार हो घर होइन दरबार। त्यस्तो घर त अब त्यस्तो त दरबार पनि हुँदैन होला। यस्तो समुद्रको छेउछेउमा बस्ने यत्रो एरिया। त्यही त भन्यो त। भित्र पार्किङ गर्दा नि भयो गाडी। पनि आउँदैन होला बुढा। एउटा खालकिन नि सिल्का भन्नु। फोटो खिचौ भने यहाँ यस्तो यस्तो त हेर्नु यो यो मेन्सन भनेको यही हो। यहाँका एकदमै धनी धनीहरू यिनीहरू त एकदमै धेरै धनी हुन्। यतिको त अब गर्मी महिना समर लाग्यो भने आएर बस्ने म्युजियम टाइपको। Let's take a picture, guys. Go. Hold the camera. Yeah. No touching. Just go. Baby, यहाँ ल्याउनु त्यसलाई। Baby, यहाँ। ल सञ्जय मेरो फोनबाट फोटो सञ्जय आइज उनीको बहिनीसँग फ्यामिली फोटो उयो मेन्सन आउने यो क्यामेरा मात्र होइन त्यहाँबाट